नमस्कार विद्यार्थी भाइ बहिनीहरू। आज हामी सी इक्जाम 2082 विज्ञान तथा प्रविधि विषयको सबैभन्दा बढी महत्त्वपूर्ण खण्ड सेक्सन डी का सम्पूर्ण समाधान लिएर आएका छौँ। यस खण्डमा 7 वटा प्रश्नहरू हुन्छन् र प्रत्येक 4 मार्कको हुन्छ, जसले तपाईको कुल 28 मार्क पक्का गराउन सक्छ। यदि तपाईँ सी इक्जाममा A+ स्कोर गर्न चाहनुहुन्छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोला। ल त ढिलो नगरी सुरु गरौँ आजको यो विशेष कक्षा। विद्यार्थी भाइ बहिनीहरू, यहाँ हेर्नुहोस् सेक्सन डी रहेको छ हैन। यसमा अब हामी 17 नम्बरको प्रश्न समाधान गर्न गइरहेका छौँ। यहाँ चाहिँ के छ भने बेस ब्यान्ड प्रसारण र ब्रोड ब्यान्ड प्रसारण बीच सिग्नलको प्रकार र आवृत्तिका आधारमा 2 फरक लेख्नुहोस्। तपाईको ब्लगर साथीलाई अनलाइन प्रतिष्ठाका लागि 2 सुझाव दिनुहोस्। पहिला बेस ब्यान्ड प्रसारण र ब्रोड ब्यान्ड प्रसारण बीचको फरक बुझौँ। एउटा हाम्रो शर्त के छ भने सिग्नलको आधारमा हेर्नुहोस्, यहाँ हामीले लेखेका छौँ बेस ब्यान्डले डिजिटल सिग्नल बोक्छ भने ब्रोड ब्यान्डले एनालग सिग्नल प्रयोग गर्छ। हो, बेस ब्यान्डले डिजिटल सिग्नल प्रयोग गर्छ भने ब्रोड ब्यान्डले एनालग सिग्नल प्रयोग गर्छ है। अब अर्को फरक छ, बेस ब्यान्ड प्रसारणमा एउटै समयमा एउटै फ्रिक्वेन्सीमा एउटा मात्र सिग्नल जान्छ। हेर्नुहोस्, बेस ब्यान्ड प्रसारणमा एउटै समयमा एउटै फ्रिक्वेन्सीमा एउटा सिग्नल मात्र जान्छ भने ब्रोड ब्यान्ड प्रसारणमा एउटै समयमा धेरै सिग्नलहरू फरक फरक फ्रिक्वेन्सीमा पठाइन्छ। पहिला यसलाई राम्रोसँग पहिला बुझ्नुहोस् है विद्यार्थी भाइ बहिनीहरू। बेस ब्यान्ड प्रसारणलाई तपाईँ एउटा वान वे लेनको रूपमा लिन सक्नुहुन्छ हैन, जहाँ एक पटकमा एउटा गाडी मात्र तपाईको हिँड्न सक्छ है। अब यसको उदाहरणको रूपमा ल्यानमा प्रयोग हुने जुन इथरनेट छ अथवा दुईटा कम्प्युटरलाई नजिकै राखेर तारको माध्यमले जुन डाटा हामी पठाउँछौँ त्यो बेस ब्यान्ड प्रसारणको उदाहरण हो। त्यसै गरी ब्रोड ब्यान्ड प्रसारण भनेको यसलाई यसरी बुझ्नुहोस्, यसलाई मल्टिपल लेनको रूपमा हामी लिन सक्छौँ हैन, जसमा गाडीहरू आउने जाने बाटो धेरैवटा हुन्छन् है। त यसमा के हुन्छ भने एउटै तारबाट इन्टरनेट, टिभी, मोबाइलका सिग्नलहरू फरक फरक फ्रिक्वेन्सीमा पठाइने गरिन्छ। यसरी तपाईहरु बुझ्नुहोस्। अब अर्को खण्डमा जाऊ। ब्लगर साथीलाई अनलाइन प्रतिष्ठाका लागि 2 सुझाव। हामीले 2 सुझाव यसरी लेखेका छौँ। सधैँ सत्य, तथ्यपरक र मौलिक सामग्री पोस्ट गर्ने है, अर्काको कपी नगर्ने, आफ्नो मौलिक विचारलाई मात्र पोस्ट गर्ने, पाठकहरूसँग शिष्ट भाषामा संवाद गर्ने र नकारात्मक टिप्पणीहरूलाई सकारात्मक रूपमा सम्बोधन गर्ने। पहिला विद्यार्थी भाइ बहिनीहरू यो बुझ्नुपर्छ, अनलाइन प्रतिष्ठा भनेको तपाईँ अनलाइन हुँदा जे गतिविधि गर्नुहुन्छ त्यो तपाईको प्रतिष्ठा हो, तपाईले कमाएको सम्पत्ति हो। त्यसैले कहिले पनि जथाभावी अनावश्यक पोस्टहरू गर्नु हुँदैन। अब हामीले के बुझ्नुपर्छ भने इन्टरनेटमा लेखिएको कुराहरू जुन छ, पोस्ट गरिएका जुन कुराहरू छ त्यो कहिले मेटिँदैन। तपाईँ आफैले मेटाउँदा पनि त्यो सोशल मिडियाको जुन डाटाबेस छ त्यसमा रहि नै रहन्छ। त्यसैले जहिले पनि सोचेर मात्र पोस्ट गर्ने, सभ्य भाषाको प्रयोग गर्नु एउटा जिम्मेवार डिजिटल नागरिकको पहिचान हो भन्ने कुरा बुझ्नुपर्छ। 18 नम्बरको प्रश्नमा के छ, एकजना वैज्ञानिकले खरायोको रङको बारेमा अध्ययन गर्दा सेतो रङको तुलनामा कालो रङ प्रबल गुण रहेको पाए। सेतोको तुलनामा कालो प्रबल छ रे। केही काला र सेता रङका खरायोहरू बीच क्रसिङ गराउँदा काला र सेता खरायोहरू बराबर संख्यामा पाए। अब यस हिसाबले प्रश्नहरू यहाँ राखेको छ। कुन अवस्थामा सेता र कालो खरायोको अनुपात बराबर हुन्छ? हेर्नुस् विद्यार्थी भाइ बहिनीहरू, मैले लेखेको छु, जब ठिमाहा कालो खरायो र अर्को शुद्ध सेतो खरायो बीच क्रसिङ गराइन्छ तब सन्तानहरूमा काला र सेतो खरायोको अनुपात बराबर हुन्छ। यसलाई चार्टद्वारा राम्ररी बुझिन्छ। खासमा चार्ट नै हामीले बनाउनु पर्ने हो, प्रश्नले त्यही मागेको छ। यसलाई हामी यसरी बुझौँ। हेर्नुस्, एउटा ठिमाहा कालो खरायोको छ हैन, यसको जिन क्यापिटल बी र स्मल बी छ। एउटा शुद्ध सेतो खरायो छ, यसको जिन चाहिँ स्मल बी छ।
अब मियोसिसको समयमा ग्यामेट्सहरू के हुन्छ तपाईको अलग हुन्छ। एउटा यहाँ छ है क्यापिटल बी छ, एउटा स्मल बी छ। यसको ग्यामेट सेपरेसन हुँदा स्मल बी छ। अब यी ग्यामेट्सहरूमा अब यी जिनहरूमा क्रस गराउँदा हेर्नुस्, यसको र यसको क्रस गराउँदा के आयो? क्यापिटल बी स्मल बी। फेरि यसको र यसको क्रस गराउँदा के आयो? क्यापिटल बी र स्मल बी आयो। अब यसको र यसको क्रसिङ हुँदा स्मल बी आयो। यसको र यसको क्रसिङ हुँदा के छ? स्मल बी आयो। अर्थात् भनाइको मतलब के छ भने हेर्नुस् त, दुईवटा चाहिँ ठिमाहा कालो छ है र दुईवटा चाहिँ शुद्ध सेतो छ। भनाइको मतलब यहाँ के छ? कालो र सेतोको यहाँ बराबर अनुपात छ। हेर्नुस् 50% के छ? कालो छ, 50% के छ? सेतो छ। यतिखेर चाहिँ तपाईको कालो र सेतोको अनुपात 1:1 हुन जान्छ। यो चार्ट तपाईहरु बनाइदिनु होला। यही चार्ट बनाउन तपाईहरुलाई भनेको छ। अब मैले यहाँ लेखेको छु नतिजा कालो खरायो, यसको जिन के छ? क्यापिटल बी स्मल बी 50% र सेतो खरायो यसको जिन के छ? स्मल बी यो पनि 50%। अत कालो र सेतोको अनुपात 1:1 हुन्छ। अब बी नम्बरको प्रश्नमा के सोधेको छ त्यो हेरौँ। यदि कालो र सेतो खरायो बीच क्रसिङ गराउँदा सबै खरायोहरू काला भएछन् भने क्रसिङ गराएका खरायोहरूको जिनोटाइप के रहेको छ? अब हेर्नुस् सबै खरायोहरू तपाईको के रे कालो नै भयो, सन्ततिहरू कालो नै भयो भने त्यसको अभिभावकको जिनोटाइप के हुन्छ? त पक्कै हामीले पढेका छौँ हैन? यतिखेर के हुन्छ? शुद्ध कालो। अभिभावकको जिनोटाइप के हुन्छ? शुद्ध कालो क्यापिटल बी र शुद्ध सेतो भनेको स्मल बी को हुन्छ। यो जिनोटाइपमा तपाईको अब म यसलाई चार्टको द्वारा पनि देखाउँदै छु। मानौ क्यापिटल बी स्मल बी यसको जिन अलग भयो भने क्यापिटल बी यसको जिन अलग भयो भने स्मल बी। अब क्रसिङ गराउनुस् है, क्रसिङ गराउनुस्। यो के आयो? क्यापिटल बी स्मल बी। यसको क्रसिङ गरायो क्यापिटल बी स्मल बी। अब यसको गराउनुस् क्यापिटल बी स्मल बी। यसको गराउनुस् क्यापिटल बी स्मल। यानी कि सबै सन्ततिहरू तपाईको कालो नै आयो भन्ने कुरा। त्यतिखेर अभिभावकको जिनोटाइप के हुन्छ अथवा जिन के हुन्छ? यही हुन्छ शुद्ध कालो हुनु पर्यो एउटा र एउटा शुद्ध सेतो हुनु पर्यो। अनि सबै सन्ततिहरू चाहिँ के हुन्छ? कालो हुन्छ। सी नम्बरको प्रश्नमा के छ भने सी नम्बरको प्रश्नमा यस अध्ययनको आधारमा मेन्डलको शुद्धताको नियम लेख्नुहोस्। त मेन्डलको शुद्धताको नियम हामी यसरी लेखेका छौँ। विपरीत गुण भएका दुई कारक भनेको त्यहाँ अब एउटा क्यापिटल बी हाम्रो जिन छ र अर्को स्मल बी जिन छ है, स्मल बी जिन छ। सँगै रहँदा पनि नमिसी शुद्ध रहन्छ र ग्यामेट बन्ने बेलामा छुटिन्छ। यसलाई तपाईहरु कसरी बुझ्नुहुन्छ भने यो मेन्डलको शुद्धताको नियमलाई कसरी बुझ्ने हो भने सन्तानमा कालो र सेतो जिन यो जुन छ क्यापिटल बी र स्मल बी सँगै रहन्छ है। तर सँगै रहेर पनि यिनीहरू एक आपसमा मिक्स हुँदैन, एक आपसमा घुलिदैन, एक आपसमा के रे भन्छ मिक्स भएर बस्दैन। जब ग्यामेट बन्ने बेला आउँछ त्यतिखेर यी जिनहरू छुट्टा छुट्टै ग्यामेटमा जान्छ। एउटा क्यापिटल बी जान्छ, अर्को स्मल बी जान्छ। फेरि बुझ्नुस् के हो भने तपाईको यो जुन अलग अलग जिन छ, यो अलग अलग जिन सन्ततिहरूमा सँगै हुन्छ, नमिसिएर बस्छ, अर्थात् शुद्ध अवस्थामै रहन्छ। जब मियोसिसको समयमा है ग्यामेट बन्ने बेला आउँछ त्यतिखेर यी जिनहरू छुट्टा छुट्टै तपाईको ग्यामेटमा प्रवेश गर्छ। एउटा क्यापिटल बी जान्छ कुनै ग्यामेटमा, एउटा अर्को स्मल बी कुनै ग्यामेटमा जान्छ भन्ने कुरा बुझ्नुपर्छ। अब हामी अर्को प्रश्न 19 नम्बरको गरौँ। यहाँ एउटा हार्टको चित्र दिएको छ र यसको हिसाबले हामीले प्रश्नहरूको हेर्नुस्। अब पहिला म चिनाइदिन्छु किनकि यो जुन हाम्रो नली छ यो पक्कै पनि के हो? सुपेरियर भेना काभा यसलाई भन्छौँ है। अब यो जुन भी लाई इङ्कित गरिएको छ है, यो चाहिँ के हो? बायाँ साइड, यो के हो? दायाँ साइड। यो पक्कै पनि के हो?
यो हाम्रो के हुन्छ यतातिर बायाँ हुन्छ, यतातिर के हुन्छ दायाँ। यो भनेको बी भनेको बायाँ भेन्ट्रिकल हो है। सी भनेको के हो त? अब सी भनेको हेर्नुहोस् यहाँ चाहिँ दायाँ भेन्ट्रिकलबाट एउटा जुन नली गएको छ यसलाई हामी पल्मोनरी आर्टरी भन्छौँ अथवा पल्मोनरी धमनी भन्छौँ है। र यो भनेको के हो? पल्मोनरी भेन हो अथवा पल्मोनरी सिरा हो, हामी चिनियौँ। अब यसको हिसाबले चाहिँ प्रश्नले के मागेको छ त्यो कुराहरूतिर हामी आउँ। भाग 1 को नामाकरण गर्नुहोस् अथवा भाग 1 को नाम लेख्नुहोस् भनेको छ है। त भाग 1 को नाम के हो? सुपेरियर भेना काभा। यसको कार्य सोधेको छैन, त्यही भएर लेखेको छैन। यदि कार्य सोधिदियो भने सुपेरियर भेना काभाको कार्य के हो भने शरीरको माथिल्लो भागबाट अशुद्ध रगत कहाँ आउँछ? दायाँ अरिकलमा आउँछ। यानी कि शरीरको माथिल्लो भागबाट अशुद्ध रगत दायाँ अरिकलमा ल्याउने यो एक प्रकारको नली हो। अब बी नम्बरको प्रश्न छ भाग बी को कुनै एउटा कार्य। भाग बी अघि हामी चित्रमा हेरेका थियौँ। भाग बी भनेको दायाँ भेन्ट्रिकल हो र यसको कार्य के छ? अशुद्ध रगतलाई पल्मोनरी धमनी मार्फत फोक्सोमा पम्प गर्नु हो। यो जुन दायाँ भेन्ट्रिकल छ यसले अशुद्ध रगतलाई फोक्सोमा पठाउँछ है। एउटा कुरा यो बुझ्नु होला तपाईहरु, जस्तो मुटुको जुन दायाँ भागहरु छ, मुटुको दायाँ भागले सधैँ अशुद्ध रगतसँग काम गर्छ। यति कुरा तपाईहरु बुझ्नु होला। अब सी नम्बरको प्रश्न के छ भने सी र डी बीच कुनै दुईवटा फरक लेख्नुहोस्। पहिला त यो चिन्नु, अघि हामी चिन्यौं सी भनेको के हो? पल्मोनरी धमनी हो र डी भनेको के हो? पल्मोनरी सिरा हो। अब दुवै बीचको फरक हामी यसरी लेखेका छौं। पल्मोनरी धमनीले अशुद्ध रगत बोक्छ भने पल्मोनरी सिराले शुद्ध रगत बोक्छ। हामीलाई थाहा छ धमनीले शुद्ध रगत बोक्छ, तर अपवाद एउटा के छ भने पल्मोनरी धमनीले चाहिँ अशुद्ध रगत बोक्छ। त्यसैगरी सिराले चाहिँ अशुद्ध रगत बोक्छ अथवा अशुद्ध रगत भनेको त्यसमा कार्बन डाइअक्साइड मिक्स भएको हुन्छ। तर अपवाद के छ भने पल्मोनरी सिराले चाहिँ शुद्ध रगत बोक्छ। अब यसको अर्को फरक के छ भने हेर्नुस्, पल्मोनरी धमनीमा रगतको चाप उच्च हुन्छ। पल्मोनरी धमनीमा रगतको चाप उच्च हुन्छ र पल्मोनरी सिरामा रगतको चाप के हुन्छ? न्यून हुन्छ। अब यहाँबाट पनि एउटा प्रश्न बन्न सक्छ, पल्मोनरी धमनीमा चाप उच्च हुन्छ किन? यो प्रश्न पनि बन्न सक्छ। हेर्नुस्, यो जुन पल्मोनरी धमनी छ यो दायाँ भेन्ट्रिकलबाट सिधै निस्किन्छ हैन। भेन्ट्रिकलले रगतलाई जोरले पम्प गर्छ है। अब पम्प गरेपछि धमनीमा के हुन्छ? उच्च चाप उत्पन्न हुन जान्छ। त्यो कुरा लेख्नु होला। यानी कि यो भेन्ट्रिकलसँग सम्बन्धित हो। भेन्ट्रिकल जब खुम्चिन्छ त्यतिखेर के हुन्छ भने रगतमा एउटा ठुलो चाप जान्छ, त्यही भएर पल्मोनरी धमनीमा चाप उच्च हुन्छ। अब यो पनि प्रश्न आउन सक्छ कि पल्मोनरी सिरामा रगतको चाप न्यून किन हुन्छ? अब हेर्नुस् है, तपाईको यो जुन पल्मोनरी सिरा छ हैन, यो पल्मोनरी सिरा फोक्सोबाट कहाँ आएको हुन्छ? बायाँ अरिकलसम्म आएको हुन्छ। यानी कि यो पल्मोनरी सिराले फोक्सोबाट शुद्ध रगतलाई बायाँ अरिकलमा ल्याउने गर्छ हैन। अब उक्त रगत फोक्सोको जुन साना र मसिना केशिकाहरू छ, क्यापिलरिजहरू हुँदै तपाईको बायाँ अरिकलमा आउँदा त्यतिखेर यसको चाप धेरै घटिसकेको हुन्छ। त्यसैले पल्मोनरी सिरामा रगतको चाप के हुन्छ? न्यून हुन्छ। यति यी कुराहरू बुझ्नु होला। अब 20 नम्बरको प्रश्न छ, हिमाली क्षेत्रको गाउँमा जाडो महिनामा पानी आउने पाइप फुट्ने समस्या हुन्छ किन? अब यसको कारण हामी यसरी लेखेका छौं। यहाँ हेर्नुस् तपाईहरु, यहाँ के छ भने जाडोमा पाइप भित्रको पानी जमेर बरफ बन्छ र यसको आयतन बढेर पाइपमा अत्याधिक चाप पर्न गई पाइप फुट्छ। भनाइको मतलब के हो भने यसलाई कसरी बुझ्ने? पानी जम्दा यसको आयतन बढ्छ हैन। आयतन बढेर यसले पाइपमा ठुलो प्रेसर दिन थाल्छ, जसको कारणले पाइप फुट्छ है। यो लेखेपछि हुन्छ। अब बी नम्बरको प्रश्न छ, पाइप फुट्न नदिन गाउँलेहरूले अपनाउन सक्ने कुनै एक व्यवहारिक उपाय सुझाउनुहोस्। एउटा व्यवहारिक उपाय भनेको अब मैले लेखेको छु, पाइप फुट्न नदिन व्यवहारिक उपाय के छ भने पाइपहरूलाई जमिन मुनि गाड्ने वा पाइपको वरिपरि जुटको बोरा, पराल जस्ता कुचालक वस्तुले बेरेर राख्ने हो। पाइप फुट्न नदिनका लागि व्यवहारिक उपाय के छ भने
एक नम्बरमा म यसलाई के भन्छु भने पाइपलाई जमिन मुनि गाड्ने। दोस्रो बुदामा हामी लेख्न सक्छौँ पाइपलाई इन्सुलेटरले के गर्ने बेर्ने। इन्सुलेटर भन्नाले अब त्यो जुटको बोरा पराल जस्ता कुचालक वस्तुहरू हुन सक्छ। अब हाम्रो सी नम्बरको प्रश्नमा के छ भने उक्त क्षेत्रको पोखरीको पानीको सतहमा बरफ जमेर पनि भित्रका जीवहरू कसरी बाँचिरहन्छ लेख्नुहोस्। हामीलाई थाहा छ पानीको अस्वाभाविक प्रसारले गर्दा 4 डिग्री सेन्टिग्रेडको पानी सबैभन्दा गह्रो भई पोखरीको पिँधमा रहन्छ है। 4 डिग्री सेन्टिग्रेडको पानी पोखरीको पिँधमा रहन्छ। सतहमा बरफ जमे पनि बरफ तापको कुचालक भएकोले भित्रको ताप बाहिर जान पाउँदैन र भित्रको पानी तरल अवस्थामै रहन्छ, जसले गर्दा जलचर जीवहरू बाँच्न सक्छन्, अर्थात् जलचर जीवहरू बाँचिरहेको हुन्छ। यसलाई के बुझ्नु पर्यो भने जब बाहिरी वातावरणको टेम्परेचर घट्दै जान्छ हैन, अनि जब पानीको तापक्रम 4 डिग्री सेन्टिग्रेड पुग्छ त्यो पानी के हुन्छ पोखरीको पिँधमा जम्मा हुँदै जान्छ है। अब चूँकि 4 डिग्री सेन्टिग्रेडको पानी पिँधमा भएकोले त्यो पानी के हुन्छ गरम नै हुन्छ र मजाले त्यो पिँधभित्रको जलचर जीवहरू बाँचिरहन्छ र 0 डिग्री सेन्टिग्रेडको पानी के हुन्छ माथितिर हुन्छ र बरफ बनिसकेको हुन्छ। बरफले एउटा कुचालको पनि काम गर्छ हैन, भित्रको तापलाई बाहिर जान दिँदैन, बाहिरको त्यो के हुन्छ चिसोलाई भित्र पनि प्रवेश गर्न दिँदैन, जसको कारणले जलचर जीवहरू पोखरीमा के हुन्छ बाँचिरहन्छ। अब अर्को प्रश्न छ हाम्रो 21 नम्बरको। हेर्नुस् एउटा यो चित्र दिएको छ, यसको आधारमा चाहिँ हामीले प्रश्नको जवाब दिनुपर्ने छ। हेर्नुस् यो एफ हो, यो 2F हो, 2F र F को बीचमा एउटा वस्तुलाई राखिएको छ है। अब यस अनुसारले उक्त रेखाचित्र उत्तर पुस्तिकामा सारेर पूरा गर्नुहोस्। यसलाई मैले यसरी पूरा गरेको छु। हेर्नुहोस् यहाँ हाम्रो फोकस छ र यो 2F छ, बीचमा AB एउटा वस्तु छ है। अब यसको टाउकोबाट एउटा सिधा प्रकाश जान्छ र यो फोकस भएर यसरी गएको छ। अब यसको टाउकोबाट हैन अप्टिकल केन्द्र भएर एउटा प्रकाश सिधै जान्छ, जहाँ यो दुवैको मिट हुन्छ त्यही के हुन्छ वस्तुको आकृति बन्छ। यो चित्र तपाईहरु बनाइदिनु होला, तपाईले अब यसमा 1.5 मार्क पाउनुहुन्छ। अब बी नम्बरको प्रश्नमा के छ भने बी नम्बरको प्रश्नमा आकृतिको विशेषता लेख। अघि नै हामी त्यो हेर्यौं, आकृति कस्तो थियो, उल्टो र वास्तविक थियो र वस्तुको साइज भन्दा के थियो ठूलो थियो, त्यही कुरा लेख्ने हो। अब सी नम्बरको प्रश्नमा छ वस्तुलाई लेन्सबाट 2.5 सेन्टिमिटर टाढा राख्दा वस्तुको आकृतिको आकारमा के परिवर्तन आउँछ। हेर्नुस् यो जुन वस्तु छ अब यसलाई 2.5 सेन्टिमिटर भित्र राख्दा हेर्नुस् यो भनेको फोकस हो हैन, यसको दूरी कति छ 3। जब 2.5 मा हामी राख्छौं त वस्तु कहाँ पर्न जान्छ F र O को बीचमा पर्छ र जब वस्तु F र O को बीचमा पर्छ त्यतिबेला यसले चाहिँ अवास्तविक सुल्टो र वस्तुको साइज भन्दा ठूलो आकृति बनाउने गर्छ। यही कुरा हामी चाहिँ यहाँ लेखेका छौं। त्यतिखेर आकृतिको विशेषता के हुन्छ, त्यतिखेर आकृतिको सुल्टो र अवास्तविक हुन्छ, वस्तुको साइज भन्दा धेरै ठूलो हुन्छ। अब हाम्रो 22 नम्बरको प्रश्नमा छ पिरियोडिक तालिकाको अंश अध्ययन गर्नुहोस् जहाँ तत्वहरूको वास्तविक संकेतको सट्टा काल्पनिक संकेतहरू दिएको छ। यहाँ चाहिँ एउटा पिरियोडिक तालिकाको एउटा नमुना दिएको छ हैन, एउटा खण्ड दिएको छ। पहिला यहाँ हामीले बुझ्नु पर्छ x y z m w जुन सांकेतिक लेटरहरू छ त्यो के हो पहिला बुझ्नु पर्छ। हेर्नु x लाई ठम्याउ, x भनेको हेर्नुस् त यो पहिलो ग्रुपमा परेको छ र यसको पिरियड कति छ 2 छ। पिरियड 2 भनेको के भयो त यो लिथियम भयो। x भनेको के भयो लिथियम, x भनेको लिथियम भयो। त्यसैगरी अब y को पहिचान गर्नुस्, y भनेको के भयो हेर्नुस् त यो पनि पहिलो ग्रुपमा परेको छ, पहिलो ग्रुपमा छ र तेस्रो पिरियडमा छ। यो पक्कै पनि के हुन जान्छ सोडियम हुन्छ, पक्कै पनि के हुन्छ सोडियम। अब त्यसैगरी z लाई विचार गरौँ न त, z भनेको के हुन्छ भने अब यो दोस्रो ग्रुपमा परेको छ र पिरियड 3 छ, यो पक्कै पनि के हुन्छ म्याग्नेशियम हुन्छ है। त्यसैगरी अब m लाई हेरौँ, m भनेको 17 ग्रुपमा छ, 17 ग्रुप भनेको 7औं ग्रुपमा परेको छ है, 7औं ग्रुपमा र यसको पिरियड कति छ तेस्रो, यो पक्कै पनि के हो क्लोरिन हो। त्यसैगरी w भनेको
यो 18 ग्रुप भनेको 8औं ग्रुपमा छ हैन। यसको पिरियड पनि 3 रहेको छ। यो पक्कै डब्लु भनेको के छ, पक्कै पनि आर्गन हो। यति कुरा बुझेपछि अब हामी प्रश्नको उत्तर मजाले दिन सक्छौं। यसलाई हेर्नुस्, दिएका मध्ये अति सक्रिय अधातु कुन हो? दिएका मध्ये अति सक्रिय अधातु एम अर्थात क्लोरिन हो। हामी यसरी बुझौं। चित्रमा हेर्नुस्, तपाईको चित्रमा हेर्दा हेर्नुस्, धातुहरू पिरियोडिक तालिकाको बायाँतिर पर्छन् र अधातुहरू पिरियोडिक तालिकाको दायाँतिर पर्छ। अब एम र डब्लु अधातु हो। यो अधातुमा सबैभन्दा बढी सक्रिय अधातु कुन हो? त यो एम हुन्छ, एम है। यसै अनुसारले हामी अब गर्ने। अब दिएका मध्ये अति सक्रिय अधातु एम अर्थात क्लोरिन हो। अब के भन्छ भने तत्व डब्लु को सब सेलको आधारमा इलेक्ट्रोन विन्यास गर्नुहोस्। डब्लु भनेको पहिला के थियो? आर्गन थियो। आर्गनको इलेक्ट्रोनिक विन्यास हामीले यहाँ यसरी लेखेका छौं। म इलेक्ट्रोनिक विन्यास सिकाउने तरिका म धेरै सजिलो गरी बताउँदै छु, तपाईहरु बुझ्नु होला। जस्तो कुनै पनि तत्वको इलेक्ट्रोनिक विन्यास निकाल्ने एउटा सूत्र याद राख्नु। मैले यसरी स्कुल पब्लिक स्कुल यसरी लेख्नुस् है। एक एकचोटी, दुई चोटी, तीन दुईचोटी र चार एकचोटी। अब तपाईलाई थाहा छ यस उपसेलमा इलेक्ट्रोन हटाउने क्षमता कति हुन्छ? 2। यस उपसेलमा 2, पी मा म्याक्सिमम कति हुन्छ? 6। फेरि एस मा कति हुन्छ? 2। फेरि पी मा कति हुन्छ? म्याक्सिमम 6 हुन्छ है। म्याक्सिमम कति हुन्छ? 6। अब इलेक्ट्रोनको संख्या जोड्नुस्। 2 4, 4 6, 4 4 6 10, 10 2 12, 12 6 18। यानी कि यो हाम्रो अब काम लागेन, हाम्रो यति नै हुन्छ। यसलाई लेख्ने बेलामा हामी यसरी नै लेख्छौं। 1s2, 2s2 है, 2p6, 3s2, 3p6। यो चाहिँ आर्गनको इलेक्ट्रोनिक विन्यास भयो। जुनसुकै तत्वको इलेक्ट्रोनिक विन्यास हामी निकाल्न सक्छौं विद्यार्थी भाइ बहिनी। जस्तो तपाई म्याग्नेशियमको लिनुस् है, म्याग्नेशियमकै गरौँ। यसको परमाणुक संख्या कति हुन्छ? 12 हुन्छ। यसको लागि यही लेख्नुस्। स्कुल पब्लिक स्कुल। एक एकचोटी, दुई चोटी है, 3 दुईचोटी, 4 एकचोटी। यसमा कति हुन्छ? 2 बटा, यसमा 2 बटा, पी मा 6 बटा। गर्दै गर्नुस्। 6 2 8 2 10 भयो। यो यसमा कति हुन्छ? 2 बटा 12 पुग्यो। यो हाम्रो काम लागेन, त हामी लेख्छौं 1s2, 2s2, 2p6 है, 3s2 है। यही चाहिँ हाम्रो म्याग्नेशियमको इलेक्ट्रोनिक विन्यास हुने भयो। मैले यहाँ लेखेको छु, विद्यार्थी भाइ बहिनीहरुले बुझिसके होला हैन। अब अर्को प्रश्न छ सी नम्बरमा, एक्स भन्दा वाई बढी सक्रिय हुनुको कारण के हो? अघि हामी हेरेथ्यौं एक्स भनेको के छ? लिथियम छ है। वाई भनेको के छ? सोडियम छ। अब लिथियमको परमाणुको आकार सानो हुन्छ, सोडियमको परमाणुको आकार ठूलो हुन्छ है। ठूलो भएकोले यसको न्यूक्लियसले इलेक्ट्रोनलाई बाँधेर राख्ने क्षमता यसको कम हुन्छ र यसबाट सजिलै इलेक्ट्रोन फुत्किन्छ। अब यसलाई मैले यसरी लेखेका छौं, हेर्नुस्। छोड दे। अब यसलाई मैले यसरी लेखेका छौं, एक्स लिथियमको भन्दा वाई सोडियमको परमाणुको आकार ठूलो हुँदा यसको न्यूक्लियस र भ्यालेन्स इलेक्ट्रोन बीचको आकर्षण बल कमजोर हुन्छ, जसले गर्दा वाईले सजिलै इलेक्ट्रोन त्याग्न सक्छ। त्यसैले एक्स भन्दा वाई बढी सक्रिय हुन्छ। यही कुरा लेख्नु विद्यार्थी भाइ बहिनीहरु। र डी नम्बरको प्रश्न छ, जेड र एम बीचको रासायनिक प्रतिक्रिया हुँदा सन्तुलित रासायनिक समीकरण लेख्नुहोस्। अब जेड भनेको तपाईहरुलाई थाहा भइसक्यो, म्याग्नेशियम छ। एम भनेको क्लोरिन छ। दुवैको बीचमा प्रतिक्रिया भयो भने म्याग्नेशियम क्लोराइड बनाउँछ है। अब हेर्नुस्, यो अलरेडी ब्यालेन्स छ। क्लोरिन यहाँ 2टा छ, त 2टा क्लोरिन। म्याग्नेशियम एउटा छ, त म्याग्नेशियम एउटा। यसलाई सन्तुलित गर्नु परेन, अलरेडी ब्यालेन्स छ। अब 23 नम्बरको हाम्रो लास्ट प्रश्न रहेको छ विद्यार्थी भाइ बहिनीहरु। हेर्नुस्, यो चित्र हेर्नुस् आरामसँग है। यो पक्कै पनि प्रयोगशालामा एमोनिया ग्यास बनाउने विधिको चित्र दिएको छ। अब यस अनुसार प्रश्नले के भनिरहेको छ त्यतातिर हामी लागौ। अब
प्रश्न ए मा छ बी मा कुन ग्यास जम्मा भइरहेको छ भाग बी है भाग बी मा एमोनिया ग्यास जम्मा भइरहेको छ एमोनिया ग्यास जम्मा भइरहेको छ भने लेखेको छ हेर्नुस् जुन यो बी भनेको ग्यास जार हो हैन यसमा कुन ग्यास जम्मा भइरहेको छ एमोनिया ग्यास अब कसरी हामी भन्यौ एमोनिया ग्यास नै जम्मा भइरहेको छ किनकि हेर्नुस् ग्यास जारलाई उल्टो गरी राखिएको छ कार्बन डाइअक्साइडको उत्पादन विधिमा चाहिँ ग्यास जार सुल्टो हुन्छ एमोनियाको उत्पादन विधिमा ग्यास जार उल्टो गरी राखेको हुन्छ किन राखिन्छ भने एमोनिया ग्यास हावाभन्दा हल्को हुन्छ हैन र यसलाई सङ्कलन गर्न ग्यास जारलाई उल्टो पारिन्छ अब बी नम्बरको प्रश्न के छ हेर्नुस् भाग सी मा राखिएको रसायनको काम के हो यो जुन सी भाग छ यो यसमा जुन रसायन राखिन्छ त्यसको कार्य के हो यसमा राखिने रसायन क्याल्सियम अक्साइड हो है भाग सी मा क्याल्सियम अक्साइड वा लाइम टाबर राखिएको छ यसको मुख्य काम उत्पादित एमोनिया ग्यासमा रहेको पानीलाई सोसेर ग्यासलाई सुखा रूपमा प्राप्त गर्नु हो हेर्नुस् के हुन्छ भने यो क्याल्सियम अक्साइडले एमोनिया ग्यासमा भएको पानीलाई सोसेर एमोनियालाई सुखा बनाउँछ र हामी सुखा रूपमा ग्यास प्राप्त गर्छौं अब सी नम्बरमा के छ भने जम्मा भएको ग्यास फिका सल्फ्युरिक अम्लसँग प्रतिक्रिया गर्दा के हुन्छ उक्त प्रक्रियाको सन्तुलित रासायनिक समीकरण लेख्नुहोस् अब पक्कै पनि हामीले कुन ग्यास जम्मा गरिरहेको छौं एमोनिया ग्यास त्यसलाई फिका सल्फ्युरिक अम्लसँग प्रतिक्रिया गरायो भने बाइ प्रोडक्ट के बन्छ एमोनियम सल्फेट बनाउँछ के बनाउँछ एमोनियम सल्फेट बनाउँछ अब हेर्नुस् त यहाँ हाइड्रोजन कतिबाट छ 4बाट हाइड्रोजन बनाउनलाई यहाँ 2 राख्नु पर्यो यहाँ कति राख्नु पर्यो 2 र 3 दुना 6 र यो 2 के भयो 8 हाइड्रोजन हाम्रो कम्प्लिट भयो नाइट्रोजन कतिबाट छ हेर्नुस् त नाइट्रोजन 2 बाट छ त यहाँ 2 बाट नाइट्रोजन आइसक्यो है त्यसपछि अब अक्सिजन 4 बाट छ त यहाँ पनि 4 बाट अक्सिजन छ सल्फर एउटा छ त यहाँ पनि सल्फर एउटा छ यानी कि हाम्रो समीकरण बैलेन्स छ हस्त विद्यार्थी भाइ बहिनीहरु यी प्रश्नहरु राम्रोसँग अभ्यास गर्नुभयो भने खण्ड घ अर्थात सेक्सन डी बाट पक्कै तपाईले A+ ल्याउनु हुनेछ यदि तपाईले मेरो व्याख्या गर्ने तरिका र बुझाउने शैली मन पर्यो र अन्य खण्डहरुको पनि समाधान चाहिएको छ भने भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला अर्को भिडियोमा नयाँ टपिकका साथ भेट्ने नै छौं तबसम्मका लागि राम्रोसँग तयारी गर्दै गर्नुस् धन्यवाद।